नमस्ते झोरले वेलकम टु माई च्यानल। मेरो च्यानलमा तपाईहरु सबैजना स्वागत छ। अनि तपाईहरु सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु। अनि तपाईहरु सबैजनालाई दशैंको धेरै शुभकामना। अनि हाम्रो चाहिँ दशैं मनाउनु पनि भएन, त्यही भएर चाहिँ दशैंको भिडियो चाहिँ हालेन, अपलोड गर्न पनि पाएन युट्युबमा। त्यही भएर चाहिँ म धेरै दिनपछि भिडियो बनाउँदै छु। मेरो भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला। साथीहरु, अहिले चाहिँ हामी अब लागेको आज चाहिँ हामी जाँदैछौँ दिदीको घरमा दशैं मनाउनको लागि। टीका चाहिँ लगाउनु हुँदैन, खाना मात्र हो, खाना चाहिँ मिल्छ। त्यही भएर चाहिँ हामी हिँड्दैछु। अब चाहिँ बाटोमा भेट्नुपर्ने हुन्छ नि साथीहरु। अहिले चाहिँ हामी देख्न सक्नुहुनेछ यतातिर बाटोतिर पुगिसक्यो। तपाईहरुले यतातिर भ्यू देख्न सक्नुहुनेछ, कस्तो मजाको हावा चलेछ। यता हामी पुगिसक्यो अमेरिका पार्कमा। कपाल यस्तो उडायो पुरा। आपका छोटा है ना ऐसे? आपका? मेरा बड़ा है कपाल। तो मजा आवा। याद है भूत बने भूत हावा बोरो आयो। अलि माथि गरे सिसा। अहिले चाहिँ हामी आधा बाटोमा पुगिसक्यो यतातिर। ल साथीहरु, तपाईहरुले देख्न सक्नुहुनेछ यतातिरको ठाउँ चाहिँ यस्तो छ। यतातिर चाहिँ अलिकति सानो सानै घर छ। मलाई चाहिँ मन पर्छ यो ठाउँ चाहिँ। देख्न सक्नुहुनेछ आज चाहिँ अब यतातिरको यस्तरी बाटोहरुको मात्र भिडियो हुन्छ जस्तो छ है साथीहरु। यता चाहिँ यस्तो छ बाटो। अनि यो साइडमा चाहिँ एउटा पार्क छ। यस्तो मजाको पार्क छ साथीहरु। तपाईले त अब यही बाटोबाट देख्न सक्नुहुनेछ। भिडियो मैले बनाइरहेको छु। अनि हामी चाहिँ यतातिरको पार्क चाहिँ गएको छैन, अब पछि जानुपर्ने हुन्छ। यतातिर चाहिँ अब आमाले मकै लिँदै हुनुहुन्छ। हरियो मकै खानुपर्ने हुन्छ यसलाई घर लगेर। मकै पनि लिएर हामी अब लागेको साथीहरु फेरि पनि। अहिलेसम्म चाहिँ हामी अब दिदीको घरतिर चाहिँ हामी पुगेको छैन। यतातिर तपाईहरु देख्न सक्नुहुनेछ यतातिर टेडी बियरहरु पुरा लगाएको छ। अनि यता चाहिँ कस्तो मजाको फुल फुलेको छ देख्न सक्नुहुनेछ तपाईले। देख्नु त मैले जुम गरी देखाएँ।
बुलबुलाएको गेट हो यो पुरा बुलबुलाए गएको त छैन कस्तो मजा बुलबुला यहाँ चाहिँ गएको छैन कुनै दिन गएपछि म तपाईँहरूलाई यतातिरको पुरा भिडियो देखाउँछु साथीहरू गेट देख्न सक्नुहुन्छ बुलबुलाएको गेट यस्तो टाइपको छ कस्तो मजा यस्तो छ यहाँ त हामी घुम्न चाहिँ गएको छैन यो साइडमा चाहिँ यता खसीहरू टन्नै पाउने रहेछ बाख्रा खसीहरू आज सन्डे हो त्यही भएर खसीहरू बेच्न लाग्छ टन्नै छ तपाईँहरू देख्न सक्नुहुन्छ यो साइडबाट चाहिँ आएको छैन कहिले पनि कस्तो बच्चाहरू कुखुरा टन्नै रहेछ त नि यतातिर त ए कुखुराहरू पनि टन्नै छ बेच्न राखेको एउटा साइडमा त्यो साइडमा चाहिँ खै आएको थियो कि थिएन है आजै हो मैले देखेको ल यतातिर चाहिँ तपाईँहरू चाहिँ खसी कुखुरा किन्नु छ भने चाहिँ ल यो साइड आयो हुन्छ है तपाईँहरू यस्तो भएको छ कपालै उडाउँछ म यतातिरको रोड देख्छु ल सानो यस्तो मजा हावा बेसर चले त्यही भएर जस्तो फाइनली साथीहरू अहिले हामी घर पनि आइपुगिसक्यो तर कता हो कता नयाँ जग्गामा आएको ठाउँ नै थाहा भएन फाइनली हामी चाहिँ दिदीको घर आइपुगिसक्यो अनि मैले चाहिँ थोरै भिडियो बनाएको छु है देख्न सक्नुहुन्छ फाइनली साथीहरू अहिले चाहिँ हामी अब दिदीको घरबाट खानाहरू खाएर पनि अहिले घर फर्किँदैछु अहिले बजिरहेको 5:30 बजिरहेको छ अनि अहिले चाहिँ हामी फर्किँदै हो बाटोमा छु अनि मैले चाहिँ खाना खाँदाको भिडियो चाहिँ गरिनँ साथीहरू बनाउने बिर्सेछ पनि भिडियो पनि गरेन किन बनाउने हो भनेर त्यही भएर मैले चाहिँ आज चाहिँ बाटोको भिडियो चाहिँ बनाएको छु साथीहरू त्यही हो बाटोतिरको भिडियो चाहिँ बनाएको छु अनि तपाईँहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो भन्नु होला है त यस्तो हावा चले मजाको सर बाल कस्तो उडे फाइनली साथीहरू आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो त्यो भन्नु होला है त अनि आज चाहिँ त्यति राम्रोसँग मैले भिडियो बनाउनु चाहिँ पाएन बनाएन पनि छोटो भयो के कस्तो भयो म यतातिरको ठाउँ के कस्तो
छ भनेर म तपाईँहरूलाई चाहिँ देखाउनलाई अलिकति भ्लग बनाएको थियो, त्यही हो। ल बाहिर यतातिर कति ठुलो छ नदी, हरियो देखिरहेछ मजाको। अन्त अब रात पनि परिसक्यो, सबैतिर झलमल्ल लाइट पनि जलिसक्यो। ल यहाँ अब गेटनिर आइपुगिसक्यो हामी चाहिँ। आज चाहिँ म एकदमै कस्तो थकित जस्तो, कस्तो निन्द्रा पो आउन लाग्यो जस्तो कस्तो टाइप भयो। बाहिर त निक्लिनु हुँदैन, यस्तै हुन्छ मलाई। तपाईँहरूले देख्न सक्नुहुनेछ मेरो अनुहार के कस्तो भएको छ भनेर। एकदमै थकित भयो। बाबु पनि सुतियो। ल अब हामी चाहिँ घर पुग्ने लाग्यो। फाइनली साथीहरू हामी अब घर पनि आइसक्यो। अनि तपाईँलाई आजको भिडियो के कस्तो लाग्यो कमेन्ट बक्समा भनिदिनु होला। अनि मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै 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 धन्यवाद। अनि तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। त्यो साथीहरू भन्दै आज चाहिँ म बिदा हुन चाहन्छु ब्लगबाट। बाइ बाइ।